हेलो हेलो साथीहरू, के छ सबैजना सन्चै आरामै हुनुहुन्छ। आजको हाम्रो नास्ता चाहिँ पास्ता। मैले पास्ता यसरी कुकरमा सिटी लगाएको छु, उता अन्डा बसालेकी छु। मैले यता पास्ताको लागि टमाटर, प्याज, अदुवा, लसुन रेडी गरिसकेकी छु। अनि यता मैले फ्राई प्यान पनि बसालिसकेकी छु। ल है, पास्ता पनि रेडी भइसक्यो। यताखेरि फेसबुकमा चाहिँ सबैले लाइक कमेन्ट गर्नु है। मैले पनि सबैको भिडियोमा गएर लाइक कमेन्ट गरेकी हुन्छु, किनकि अनि मैले फेरि अरूको भिडियोमा लाइक कमेन्ट गर्ने अनि मेरोमा नगरिदिँदाखेरि फेरि मैले पनि गर्दिनँ है साथीहरू, किनकि एउटाले अर्कोलाई सपोर्ट गर्नुपर्छ कि। अब मैले एकैछिन यसलाई चाहिँ छोपेर राख्छु है। मैले चाहिँ यसलाई एकैछिन छोपेर राख्छु कि टमाटर प्याज पकाउनु पर्छ नि त। बिहान चाहिँ कति शीतल थियो कि आकाशबाट पानी आएर, अहिले चाहिँ कस्तो गर्मी छ भने नखाम भोकले मरिन्छ, खाम पकाएर खाम त नि भनौँ भने पसिनै पसिना भइन्छ। यस्तै छ जिन्दगी, गर्मी पनि कति गर्मी हो के। यता फेरि टमाटर प्याज पाकिसक्यो। मैले चाहिँ यसमा सबै मरमसला सस सबै राखिसकेँ है। हाम्रो पास्ता रेडी भयो। हेलो सानो। हेलो मामु। कस्तो छ पास्ता? पास्ता त एकदम मिठो छ। मिठो छ। सानो, हजुर। तिमीलाई पास्ता मनपर्छ कि रोटी मनपर्छ? पास्ता। पास्ता मनपर्छ। पास्ता चाहिँ तिम्रो फेभरेट हो हैन? सबैले हाम्रो भिडियोलाई लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु है साथीहरू। बाई बाई। बाई बाई। आजलाई यति नै। सबैजना लाइक कमेन्ट गर्नु है।